गुड न्यूज, गुड न्यूज। आजको भिडियोमा तपाईँहरूलाई म एकदमै गुड न्यूज दिनु आँटेको छु। त्यस कारणले नै गर्दा आज चाहिँ म बिहानै उठेर छोला बनाउने प्रिपरेसन गर्दै थिएँ। छोला चाहिँ आज म एकदमै फटाफट पाक्नेवाला बनाउँछु। त्यसको लागि मैले के गरेँ, चपरमा सबै प्याज, टमाटर, अदुवा, लसुन सबै हालेर चप गरिहालेँ। अन्त यता कुकर पनि रेडी गरिसकेको थिएँ। कुकरमा मैले तेल त्यतिखेरसम्म तताउनुको लागि राखिसकेको थिएँ। खाना भनेको चाहिँ जति एक्सपेरिमेन्ट गरेँ, जति नयाँ नयाँ तरिकाले पकाएँ त्यति नै मिठो हुन्छ। एउटै किसिमकोले चाहिँ मिठो हुँदैन। त्यस कारणले आज चाहिँ मैले छोलालाई नउसिनी एकैचोटि पकाउँछु कुकरमा भनेर सोचेँ। अलिकति डिफ्रेन्ट टेस्ट आउँछ जस्तो लाग्यो। त्यस कारणले तेलमा जति पनि प्याज, टमाटर, अदुवा, लसुन जे हाल्नु थियो, मसालाहरू जे हाल्छ हामीले, त्यो मजाले मैले तेलमा भुटिहालेँ। अन्त राति भिजाएको छोला त्यो चाहिँ मैले नउसिनी धोएर मजाले आलुसँग काँचै कुकरमा हालिदिएँ। अन्त पहिला मसालासँग चाहिँ मजाले पकाएँ। हामी थुप्रैले यसरी पकाउँछ मलाई थाहा छ, तर मेरो चाहिँ यो फर्स्ट टाइम हो आज। 5-6 सिटी लगाउनुको बाद मैले चेक गरेको त मेरो छोला पाकिसकेको थियो। अन्त तपाईँहरूलाई गुड न्युज भन्दै थिएँ नि। गुड न्युज चाहिँ के हो भनेपछि मेरो अन्नपूर्ण भण्डारको पैसा पस्यो एट लास्ट। 3 महिनाको स्ट्रगलको बाद। त्यसको लागि धेरै 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 धन्यवाद छ सबै कार्यकर्ता गभर्नमेन्टलाई कि आखिरकार मेरो पैसा पस्यो। यसको पुरा वेट गरिरहेको थिएँ। त्यही खुसीमा आज चाहिँ मैले बनाएको थिएँ पुरी र छोला।